अफरोड गएर हो खान्छ ओइ गर्दा हेलो कले यहाँ माथि हो उहाँ कहाँ राखौँ लु तपाईँ पनि चाहिन्छ है आउनुहोस् है गौ सेवा यस्तो मजाको भएन नि भन्दा यसरी हुँदैन नि छातीबाट गऱ्यो भने चाहिँ दामी आउँछ यो कतापट्टि हो हेभी रहेछ त मजाले घुम्नु न पराले यो चाहिँ ब्यागमा अड्किन्छ नि यहाँनिर गाई ए तलपट्टि हजार फोन भएर न स्विच जान आँटेको थियो हामी त उता सिस्नेपट्टि हजुर फेरि लुगा एउटा खुट्टा मात्रै निकालिरहेको हो न एउटा खुट्टा चाहिँ निकाल्यो कि न त दुईटा खुट्टा टाउको पेट हाम बेसी लाग्दैन त्यो गाईलाई भन्न रविराको नम्बर थियो बाबु रविराको सोधेको छ नि यहाँ उयो तल्लो घरमा थियो ए विजयकोमा छ फिटिङ रेडी है तातो पानी ल्याउनु त हुन्छ के तातो मान्छे चाहिन्छ होला ए हुन्छ म बोलाउँछु नि ए उल्टा रहेछ नि त बच्चा उल्टा हो ए ढाडो भयो हौ त्यसलाई त कसरी सुल्टा बनाउनु प्रभु खै I'll find the good angle ल पर्दा त्यसलाई त पहिला मान्छे चाहिन्छ होला है अलिक त अहिले चाहिन्छ पहिला चाहिँ जग्गा बनाऊ हो पुरा डुब्दैछ नि बिचरालाई तपाईँ पक्रिनुपर्छ भुडी ए भुडी पो अरे पुच्छा भाइ पन्ध्र तातो पानी ल्याउँ तपाईँको पोजिसन अप्ठ्यारो छ बनाउनु साह्रो पर्छ हुनु त अब अर्को अप्सन पनि छ साह्रै भएन भने चाहिँ सी सेक्सन त्यो भुडी चेरेर क्या निकाल्दा पनि हुन्छ बहुत जुन त हेभी रहेछ त्यसको उल्टा पोजिसनमा खुरले त्यो उल्टा बच्चा घुम्दा घुम्दै त्यो छिडी पठाएछ त्यो सी सेक्सन गर्दा पनि हुन्छ साह्रै बनाउनु सकेन भने चाहिँ क्या हजुर
गाईलाई गरेर भुँडीबाट चिरेर निकाल्दा पनि हुन्छ। चिर्नुपर्छ है त। हजुर अस्तिमा फगडीमा त चिरेर निकालिन्। बच्चाको पनि कस्तो छ पोजिसन? त्यही त यत्रो बेलासम्म त ढिलो गरिनु अझ तपाईँ। 6:30 भएको थियो हौ तपाईँको उठाएको त। सर म घाँसमा जान्थेँ अन्त गइनँ। आज त्यो छटपटिँदैछ बिहान छ जाउँ भनेर गइनँ। यो अलिक खोलेर राख्नु पुच्छर पक्रिनुपर्छ ल। फेरि उकालै मात्रै बसिरहेको छ। त्यही त उता गरिदियो हुँदैन तपाईँको। उतापट्टि फर्किन्छ सुत्छ उतापट्टि उतापट्टि सुत्छ। त्यो चाहिँ बेचारी नआइदिनु हो। गाई यसरी घुम्ने छ भने चाहिँ फेरि मेरो हात पल्टाउँछ नि। त्यही त अन्त मान्छे लाग्छ पो हो। हजुर मान्छे बोलाउँदा गर्नु विष्णु मान्छे उसलाई पनि बोलाउने एकछिन ल। यो छ उता चाहिँ जानु भएन नि। घर पो गएको होला हौ खाना। पर्खाएपछि अरे राख्नुसम्म होटेलमा चाहिँ चाहिन्छ होला है। हजुर बाँस छैन होला लानु। बाँस छ त छ बाँस। यस्तो बाँस त्यसै दिउँ। त्यसो त होइन यताबाट यस्तो। यसो हुन्छ छ नि बाँस। अब भन्दै त गर्नु पऱ्यो के भएको छ भनेर। बच्चाको पोजिसन चाहिँ नि उल्टा भएको रहेछ होइन। ल उल्टा पोजिसन भएर चाहिँ खुर निक्लेछ। अब उसलाई चाहिँ भित्र ठेलेर पोजिसन बनाएर चाहिँ निकाल्नु। इङ्गेज हुनु यस्तो होइन नि बेथा अलिअलि लाग्ने गरौँ न नि। यसको त यो त यस्तो सिधै रहेछ कि। सिधै छ र त होइन यो अस्ति यसरी नै गरेर हेर्ने भरै भयो समस्या ए फेरि बिहाउने डेट पनि पुगेको छैन नि त यसको। 10 दिन 8 दिन यस्तो होइन त्यो तलमाथि एक हप्ताको ढिलो छिटो त के त भइहाल्छ के त भइहाल्छ यो त 8-10 कम लिएको त छैन। राम्रो बच्चा चाहिँ राम्रो पोजिसनमा नहुँदै के भयो त्यो हल्लिँदा चल्दा चाहिँ त्यो ब्लङ्गै खैली ब्रेक गरेको जस्तै छ। यहाँ त भयो कि मेन चाहिँ पुच्छर पक्रेर गाईलाई चाहिँ यत्तिकै दिएको छ कि त्यसो फोनमा दुधै नबोली छ नि हो। कि नाकै पक्रिदिउँ एकजनाले अन्त कन्ट्रोल हुन्छ। नाक र सिट गलाउँछ है। नाक पक्रिनु पिसिङमा डोरी लगाइदिनु। होइन पर्दैन कि हुन्छ छोडिदिनुहोस् म पक्रिन्छु कि यता सघाइदिनुहोस् न मलाई छोडिदिनुहोस् हुन्छ हुन्छ छोडिदिनुहोस् बस छोडिदिनुहोस्। चिन्छ डर लाग्दो। हजुर फेरि आमाको गाई बल भइन्जेल पार्ने चिज हो। त्यहाँ बोल्नु त सक्दैन यसलाई एकछिन ल यो अलिकति अल्गो भए चाहिँ यता आउँथेन नि गाई। होइन अहिले पनि निको होला कि तपाईँ त्यतिकै मैला पुरा फ्याँकिसक्यो होला। हजुर फेके भयो। मैला त हिल्लै बनाइदियो मैले सबै चोरेर अर्को फेरि सोतार उठाएर भित्र थियो। हाल्नु पऱ्यो नि त फेरि हुनेको रहेछ। अब यसलाई दादा छोडिदिए त्यसलाई कति सन्चो भयो बिचरा चाहिँ भइरहेको नि सिधै रहेछ गाई सिधै गाई त सिधा छ नि त। चाहिँ हाल्दैन हौ यसले सिङ चाहिँ
चलाउँछ हान्नु चाहिँ तर हान्दैन गाई र कुकुरलाई त साह्रै ओठ नथप्नु हुँदैन मेरो कुकुर नटोक्नु भन्दा त्यसलाई टोकिरहेको हुन्छ यसको चाहिँ सिङ डरलाग्दो चुटी यस्तो छ नि त यसको आमा चाहिँ गाउँ चाहिँ जर्सी हेऱ्यो नि सिङ त्यस्तै उ थियो ल तिमीलाई सुविधा गरेको त ल सेवा ल उत्तानु पर्यो यसलाई त यस्तो बनाउनुपर्छ भित्रको बच्चालाई नि म बिस्तारै बनाउँ न कि यो बच्चा घुमाउनु त साह्रो पर्यो त अनुभव छ पोराहरू त्यो हो नि अघि मैले एकताल त हेरेँ नि मलाई त हेर्नु बोलायो नि के भएको जान्दिनँ नि त हो होइन म त कहिले मलाई त डर लागिरहेको थियो नि अब टाउको र खुट्टा एकैचोटि निस्किनु पर्ने परा रहेछ फ्लुइड फेरि सुकिसकेको छ त्यो निक्लिन्थेन नि समस्या हुन्थ्यो समस्या भयो त टाउको छ उता अगाडिपट्टि हुनुपर्ने हो कस्तो हुन्छ लु त अहिले गरौँ तपाईँको हातले पो भेटाउनु साह्रो पऱ्यो क्या हो बुझ्नु ल सेवा गरिदिउँ अब के गर्नु फेरि यो फ्लुइड डल्लै ड्रेन भइसकेर अब यसलाई त घुमाउनु पऱ्यो त ठाउँहरू पनि साह्रो अप्ठ्यारो त होइन सजिलो सजिलै नि नगर एकछिन बल नगर बल नगर यसले पुरा बल यो त सी सेक्सन सबसे बेस्ट हो जल्दी गरेर छिटो गरेर क्या सी सेक्सन गर्नु हो भने चाहिँ बरु के गर्नु यतैबाट त निकै टफ छ किनभने सुताएर बल बच्चाले फ्लुइड डल्लै गइसकेको छ हो त्यसले गर्दा यो रोटेसन गर्नु त भित्र पानी चाहिन्छ नि त पुरा जेलहरू केही छैन अप्सन पोजिसन ठिक भए त आफै निकालिहाल्ने हो नि यसो पोजिसनै बेठिक भएर त र त इन्भेट भयो त्यस्तो भएको छैन बेथै नलागिकन पो अलिअलि यताउता घुम्यो ब्याइहाल्थ्यो यसपालि दुःख दियो दाँत तिर्दैछ दुखेको यो अलिक माथि पल्टबाट यता एक ट्राई गर्ने हो नत्र भने चाहिँ चिरेर निकाल्नुपर्छ सर्जरी गरेर खुट्टा बिग्रिने डर हुन्छ यस्तोमा सर्जरीको पनि हो हो नि सम्भव छैन बिचराले कति अघिदेखि त्यो मरेर बटारिसक्यो यो डल्लै त ठेकिसकेछ फ्लुइड छैन भने त बच्चा घुमाउनु गाह्रो हुन्छ कि हामीलाई डह्रो पक्रिँदै बनाउने कोसिस चाहिँ गर्दैछु बच्चा घुमाउने सकेको छैन बरु सिङ बाँधिदिएको भए हुन्थ्यो त्यहाँ
पोजिसनमा आउँदैछ साह्रो पर्दैछ नि बनाउनु सिनियर पऱ्यो कि यो उल्टा पऱ्यो फेरि ब्यागको खुट्टापट्टिबाट छ हो मलाई दुईजना जस्तो त यहाँ पो चाहिन्छ होला अब हजुर हजुर त्यसलाई चाहिँ सिङै बाँध्नु होइन त्यसलाई नि सिङ बाँधेर किल्लामा राखिदिँदा कसो होला सिङ बाँधौँ कि मान्छे त अब यहीँ चाहिन्छ आदि म भित्रबाट पोजिसन बनाउँदै ल्याउँछु तपाईँहरूले चाहिँ यहाँ तानिदिनु पर्यो अब उल्टाबाटै तानौँ किनभने त पर लगेर बच्चा यस्तो पल्टाउनु गाह्रो भयो क्या यो पुच्छर हजुर बलिछ एकजनाले चाहिँ नाक है नाकमै हुन्छ म गलाउँछ नि न गल्छ भने हातलाई एक किलो त उक्लिँदै पो छ है किल्ला त खासमा उल्टा भएछ नि त एकैछिन तपाईँ सिक्नु त नानी दुईजनाले म बचाउनु साह्रो छैन साह्रो छ किन यहाँबाटै प्रेसर दिउँ सबैले मिलेर त्यहाँ थामौँ हो बोरा छैन है पुच्छरपट्टिबाट छ हो खुट्टा चाहिँ यसको यहाँ छ नि बुढा यो तपाईँ पक्रिनु न त यो हातभित्र हाल्नुपर्छ कि फेरि तपाईँ एक्लैले भ्याउँछ कि हो सक्दैन रहेछ यो बिस्तारै पोजिसन हेर नि गाईलाई अलिक उता उता लैजाउँ उता हामी उयो गर्नु मजा भाइ छोडो पुच्छर होइन हुन्छ गर्दै गर अनि यता तान्नु मिल्दैन होला बल पुग्दैन यो अलिकति भयो अलिकति बल गर्नु भयो तान्नु भयो भयो तान्नु बच्चा टुल्लुङ्गै झुन्डाइहालौँ ल बच्चा झुन्डाइहालौँ है ठिकै छ बच्चा ठिकै छ भाइ सिजर यसै बच्चा तर लकली तपाईँको र त बिहानदेखिको हो नि त बिहान म साह्रै आत्ति त्यहाँदेखि चाहिँ होइन बोलाउनु पर्छ हुँदैन भनेर ठिकै छ अब हेऱ्यो खुट्टा बच्चा पनि साह्रै ठुलो रहेछ नि है हेर्नु त अब त्यस्तो छ होइन पहिला माथिको खोल्नु हजुर हजुर के गर्नु होइन भयो अहिले पुरै सोतर छापेर म यता हो खुट्टामा चाहिँ नबानेर यसरी माथि गलाने सुविस्ता हुन्छ रहेछ नि ल हजुर हुन्छ हुन्छ सुस्दैछ है हजुर सुस्दैछ
साथी पनि त लुतुतु हुन थाल्यो भने देख्यौ दबाईकोमा अहिले हालेको भन्छ एक खुट्टा बच्चालाई दिएको त त्यो बच्चालाई यसको बच्चाको नाइटोमा हर्दी तेल दलिदिनुपर्छ है यसको भन्नु हो साथी झारेको देख्यौ अहिले दबाई हालिदिएको छु कि यो खायो यहाँ हो अब त कि कान्ने भला अस्ति त कि कान्ने थियो नि त्यसले जानु कस्तो लाग्यो 15 दिन अगाडिको डिस्टु क्याप बच्चा साह्रै डर बाछी त है बासी तानेर निकालेको है हजुर हो नि अहिले दुध खानु ओर्नु सबै ठिकै छ हजुर ठिकै छ घाँस त खानु थाल्यो नि त घाँस त टिप्छ कस्तो खालको चाहिँ यो चाहिँ रहेछ हौ यो बच्चा यति छिटो घाँस टिप्यो अरूले त खान्थेन पो अलिअलि घाँस टिप्दै छ घाँस पनि टिप्नु थाल्यो घाँस पनि टिप्नु थाल्यो आमामा हो खोलले कि त्यो दुध ताक्दैछ होइन हजुर मौ हेरी हिजोअस्ति त किल्ला त भएको छ अन्त त्यति जोडले उफ्रिन्छ त्यो यो डल्लै खाएछ जुगा पर्छ होला जस्तो लाग्छ दुध कति दुनु हुँदैछ अहिले यो तपाईँको बिहान बेलुका चाहिँ 4:30 बिहान 4:30 पहिला त अलिक बेसी दिन्थ्यो यो अलिक बेसी त्यसलाई दिँदैछु नि त हजुर एक थुन 1.5 थुन त त्यसलाई छोड्छु नि अब त्यसलाई हुर्काइहाल्नु पर्नेछ नि त अब त्यसको